हाम्रो चाहिँ प्रोजेक्ट वर्कमा चाहिँ फ्याक्ट्री भिजिट गर्नु थियो र हामी त्यही भएर यहाँ पाटन डेरीमा आएको र हजुरले चाहिँ यो फ्याक्ट्री स्टार्ट गरेको कति टाइम भयो? 20 वर्ष भयो। अनि हजुरले के प्रोडक्टहरू बनाउनु र बेच्नुहुन्छ र कहाँ बेच्नुहुन्छ? दुध, दही, मही, पनिर, आइसक्रिम, चिज होइन लगभग सबै प्रोडक्टहरू बनाउँछ हामीले। डेरी प्रोडक्टहरू सबै कुराहरू आंशिक बाहेक ठुलो दुध केही ठुलो हाई भल्युमबाट बनाउन सकेको छैन। बाँकी त सबै बन्छ। बजार भनेको अधिराज्यभरि भने पनि हुन्छ। लगभग महिनादेखि लिएर नेपालको प्रमुख सहरहरू। यो सबैको लागि चाहिँ र मटेरियलहरू कहाँबाट ल्याउनुहुन्छ? र मटेरियल जिल्लाभरि, पुरै जिल्लाभरि देख्न आउँछ, कञ्चनपुर जिल्लाभरि। अनि मेसिनहरू चाहिँ कहाँबाट ल्याउनु भयो र के मेसिनहरू छन् हजुरको यहाँ? मेसिनहरू तपाईँको इन्डियाबाट छ, नेपालबाट छ, चाइनाबाट छ, युरोपबाट छ। आवश्यक पर्दाखेरिमा जहाँदेखि त्यहीँदेखि लिएर आउने चिजका इक्विपमेन्ट्सहरू सबै युरोपबाट आउँछन् भने दुधका इक्विपमेन्ट्सहरू इन्डिया र नेपालबाट। अनि यहाँ के बनाउनुहुन्छ हजुरले? चिज भयो, आइसक्रिम भयो, अरू केही स्पेसिफिक भन्ने कुरा त होइन। दैनिक उपभोग्य कुराहरू, डेली प्रोडक्टहरू मात्रै बनाउँछ हामीले। यो पाटन डेरीको चाहिँ कतिवटा ब्रान्चेसहरू छ र कतिवटा इम्प्लोयहरू काम गर्छन् हजुरको फ्याक्ट्रीमा? फ्याक्ट्रीमा त अहिले 20 जना जति छन्। अनि आउटलेटहरू चाहिँ 10 देखि 15वटाको आधारमा होला। अनि त्यो इम्प्लोयहरूलाई ट्रेनिङ दिनुहुन्छ कि के गर्नुहुन्छ? कसरी काम गर्छन् तिनीहरूले? मेसिन चलाउनु त स्किल चाहिन्छ। त्यो सानो ट्रेनिङ दिनुपर्छ। अनि यहाँ चाहिँ कसैले काम गर्न खोज्यो भने चाहिँ हजुरको फ्याक्ट्रीमा यहाँ के प्रोसेस हुन्छ? कसरी चाहिँ काम गर्न सकिन्छ? अब अनस्किल्डको त्यस्तो खासै केही हुँदैन। स्किलको लागि विज्ञापन खोलेर हामीहरूले विज्ञापन निकाल्छौँ। एक दिनमा चाहिँ कति क्वान्टिटीमा बनाउनुहुन्छ प्रोडक्टहरू? त्यो ठ्याक्कै भन्न सकिँदैन होइन। इस्टिमेट एभरेज अब अहिले तपाईँको 3500देखि 4000 लिटर कलेक्सन छ। त्यही प्रोसेस गर्ने हो। ह्युनमा तपाईँको 6 देखि 8000 लिटर हुन्छ। कलेक्सन डिपेन्ड्स अन कलेक्सन। यहाँबाट चाहिँ डेलिभरी पनि हुन्छ कि? डेलिभरी हुन्छ। के प्रोडक्टहरूको डेलिभरी? सबै कुराहरूको सम्म हामीहरूले पुर्याइदिने त्यही हो डेलिभरी भनेको। यो भ्याकेन्सी भनेको छ नि, यो डेरी लोकेसन माइनर कञ्चनपुर, क्वालिफिकेसन ब्याचलर अफ फुड टेक्नोलोजी, ब्याचलर जति बेला रिक्वायरमेन्ट हुन्छ त्यति बेला हजुरले भ्याकेन्सी हाल्नुहुन्छ। टेक्नोलोजी होइन, एक्सपिरियन्स 1 इयर, स्यालेरी 4 देखि 45K एट लेटेस्ट। अनि यसमा चाहिँ यो भ्याकेन्सी हालिसकेपछि मान्छेहरू आउँछन् अनि त्यहाँबाट इन्टरभ्यू लिनुहुन्छ कि के गर्नुहुन्छ? लिन्छ मजाले लिन्छ। चाहिँ विदेशमा पनि जान्छ कि प्रोडक्टहरू? जान्छ तर थर्ड पार्टी भएर जान्छ। थर्ड पार्टी भएर के प्रोडक्टहरू जान्छ? जस्तै बाहिर जाने भनेको त डक्च्यु छुर्पी मात्रै। छुर्पी। यो इम्प्लोयहरूलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ? के नै हो तपाईँको, जस्तै तपाईँहरू अहिले स्टडी गर्दै हुन्छ भने एउटा टाइमसम्म स्टडी गरेर त्यसपछि बाहिर जाने त इम्प्लोयहरूको पनि त्यही हो। क्वालिटी छ भनेपछि बेटर हायर लेभलमा जाने कसैको पनि अब त्यो मानव गुण नै हो कि त्यो आउने जाने प्रक्रिया निरन्तर चलिरहन्छ। चाहिँ सिक्युरिटीको लागि के व्यवस्था छ? त्यस्तो केही छैन म्याम अहिलेको लागि त। जस्तै मेसिन चलाउने मान्छेहरूमा चाहिँ अलिक रिस्क बढी हुने चान्स हुन्छ नि त? उनीहरूको एक्सटेन्सल इन्सुरेन्स हुन्छ। हजुर 10 लाखको सबैको त्यही हो। अनि हजुरको चाहिँ मन्थली इन्कम चाहिँ कति हुन्छ? रेभेन्यू कति हुन्छ? प्रफिट कति हुन्छ? त्यो प्रत्येक आर्थिक वर्ष सकिएको 6 महिनाभित्रमा अडिट हुन्छ। त्यो अडिटले त्यो कुराहरू देखाउने हो। कुनै वर्ष 20 लाख, कुनै वर्ष 25 लाख, कुनै वर्ष 15 लाख होइन। प्रफिट के रेभेन्यू? प्रफिट। मेसिनहरू चाहिँ डिफ्रेन्ट ठाउँबाट ल्याएको छु भन्नुहुँदै थियो। अनि तिनीहरू चाहिँ बिग्रियो भने चाहिँ कसरी बनाउने प्रोसेस छ? मतलब यहीँ बन्छ कि बाहिर नै पठाउनुपर्छ? होइन, त्यसको लागि बाहिर पठाउने होइन कि बाहिरदेखि नै मान्छे यतै हायर गर्नुपर्छ। एक्सपर्टहरूले हायर हजुर जस्तो भनेको त्यो नाम
अरू पनि थुप्रै मार्केटमा छन् होइन सपहरू खोलिरहेका छन् त्यो यहाँदेखि हजुरको पर्मिसन लिएर ओपन गरेको होला होइन त्यो उनीहरूले नै खोलेको हो प्रोडक्टहरू हामीहरूले दिएको हो नि ए हजुरको प्रोडक्टहरू तपाईँको फ्याक्ट्रीमा पहिला दुध र मटेरियल्सहरू यहाँ लोकलबाट नै आउँछ कि सबै लोकलबाट पहिला यहाँ आउँछ त्यसपछि यहाँ फ्याक्ट्रीमा प्रडक्ट हजुर 20 वर्ष भनेको त धेरै लामो प्रोसेस भयो अहिलेसम्म यो हजुरले आफ्नो चलाइराख्नु भएको छ फ्याक्ट्री भनेको छ अपर्च्युनिटिजहरू चाहिँ कसरी पाउनुहुन्छ अहिलेसम्म त्यो तपाईँको त्यति बेलासम्म कसैले पनि यो लाइनमा आएको थिएन त्यो नै अवसरको रूपमा लिएको हो चुनौतीहरू पनि त्यतिकै थियो तपाईँको अब क्वालिफाइड स्टाफहरू पाउँथेन होइन बजार थिएन त्यति बेला होइन बिस्तारै तपाईँको ढल्दै उठ्दै होइन सिक्दै त्यसरी नै तपाईँको व्यवसायलाई रन गरेको है हामी पनि अब म्यानेजमेन्टको स्टुडेन्ट आज हजुरकोमा फ्याक्ट्री भिजिट गर्न आएको छौँ अब भोलिको दिनमा हामीले कुनै बिजनेसहरू रन गर्नु छ भनेपछि चाहिँ हामीलाई चाहिँ कसरी हजुरले आइडिया दिन सक्नुहुन्छ त एउटा सक्सेसफुल बिजनेस बनाउनको लागि यसमा के हुन्छ भनेपछि खास कुरा तपाईँले के गर्ने भन्ने कुरा कन्सेप्ट तपाईँहरूको क्लियर हुनुपर्छ बिजनेस गर्ने हो कि जागिर गर्ने हो कि बाहिर जाने हो कि डिपेन्ड्स अन यु है तपाईँहरू दोस्रो कुरा के हो भनेपछि जति पनि स्टुडेन्टहरू हुनुहुन्छ तपाईँमध्येमा एकजनाले एउटा इन्टरप्रेनर हुनुपर्छ कि एउटा ब्याचमा एउटा इन्टरप्रेनर हुनैपर्छ कि ऊ एकजनाले ऊ सबैलाई ह्यान्डल गर्ने हो कि इन्टरप्रेनरसिप भनेको त्यो हो र तपाईँमा के कुरा छ त्यो तपाईँहरूले आफूले झल्काउने है र त्यो देखेर सुनेर हुँदैन त्यो भित्रैबाट आफैले आउनुपर्छ अहिलेको टाइममा के छ भनेपछि बेटर आइडियाहरू छ भनेपछि इन्भेस्टमेन्ट गर्नुको त्यति गाह्रो छैन तपाईँ काठमाडौँमा जानुहुन्छ भने तपाईँको स्मार्ट पानी भनेर अब सुन्न सक्नुहुन्छ गएर होइन गुगलमा हेर्न सक्नुहुन्छ त्यो तपाईँको ब्रिटेनदेखि तिनीहरूले फन्ड लिएर आएका हुन् एकजना तपाईँको त्यो ठ्याक्कै मैले आशिष समथिङ के भन्दै थियो त्यो बियोस गएर केटा हो है त्यो पढेर आयो त्यहाँ तपाईँ सबै उसको कोल्याप्स भयो त्यसपछि उनी आयो अहिले रेड मक कफी भनेर खोलेको छ त्यो पनि तपाईँहरू जस्तै स्टुडेन्ट हो उसले तपाईँको एउटा राम्रो ब्रान्ड क्रिएट गरेको छ त्यो डिपेन्ड्स अन यु के तपाईँहरू के गर्न चाहनुहुन्छ तपाईँमा भर पर्ने हो त्यसमा चाहिँ अब आइसक्रिम चाहिँ गर्मीको महिना त बिक्री हुन्छ होइन त्यसले गर्दाखेरि जाडोको महिनाको